हेलो दाजुभाइहरू, आजको हाम्रो काम चाहिँ यही छ भनौँ न। अर्थिङ सर्थिङ सक्यो। अब चाहिँ हामीले अब त्यहाँ ट्यागको पाइप साइपहरू कहाँ के कस्तो छ होइन, पाइपहरू टक्क काटेर टक्क ठाउँमा लिएर आएर राखेर हाम्रो इसिटी सुमन दाई, इसिटी क्रिस ब्रो, इसिटी लक्सु दाई, इसिटी भैरु दाई उहाँ उतापट्टि हो। सो आजको हाम्रो काम चाहिँ यही छ होइन। अनि यहाँ भन्दै हुनुहुन्छ यो हाम्रो बक्स पलङलाई जोगाएर काम गरिदिनुपर्छ, धुलो लाग्नु भएन अरे हाम्रो बक्स पलङलाई। एकजना दाइले भन्दै हुनुहुन्थ्यो हाम्रो बक्स पलङ जोगाएर गर्नुपर्ने हुन्छ। सो अब यस्तै छ। पाइप साइप काट्ने ट्यागको होइन, त्यो कामै यस्तो छ। सो दाजुभाइहरू हेर्दै गर्नु होला, इन्जोय गर्दै गर्नु होला। डर लाग्दैन त्यसलाई झोलु ल्याएको होइन त। सो फाइनल दाजुभाइहरू आज चाहिँ हाम्रो यहाँको काम चाहिँ लगभग आधा अधुरो भइसकेको छ। हाम्रो दाइ हामीलाई लिन आउँदै आइसक्नु भएको होइन। कहाँ बस्नु दाइ? हाम्रो टिम मेरो ब्याग भान्जा ब्याग समात्देऊ नि यार। सो दाजुभाइहरू ल दाजुभाइहरू फाइनली हामी यहाँबाट अब टोपी नखोलौँ, बिजोक देखिँदो रहेछ। फाइनल दाजुभाइहरू कस्तो फाइनली भनौँ त अब त जाने बेला भयो नि त। त्यो देख्न सक्नुहुन्छ हो र। ल तिमीलाई देखाइदिने हो र। सो दाजुभाइहरू हामी यहाँबाट निस्किसकेका छौँ। ए यस्तो हो नि त, लाइभ बस्यो भने देख्नु होइन, जोस् बोल्ने ऊ पनि बढ्छ। सो देख्न सक्नुहुन्छ, तपाईँले पनि देख्न सक्नुहुन्छ होइन। हामी निस्किँदैछौँ। हाम्रो अब यात्रा भनेको चाहिँ म चाहिँ अब फरेस्ट्रीमा उत्रिन्छु। त्यसपछिबाट कस्तो बाँदरहरू म चाहिँ फरेस्ट्रीमा उत्रिन्छु दाजुभाइ। हाम्रो तिनजना पछाडि बस्नु भएको डाँगाहरू दाईहरू यो बिचको चाहिँ डाँगा हो। हामी अब यहाँदेखि अब जाने म फरेस्टमा उत्रिन्छु। अनि त्यसबाट दाईहरू चाहिँ उता मयूर ढापतिर जानुहुन्छ। निस्किँदैछौँ हामी, देख्न सक्नुहुन्छ। औला आउनु नहुने हो र। सो देख्न सक्नुहुन्छ यो चाहिँ यो एरिया चाहिँ सिँचाइ टोल भन्छ यसलाई। बिग्नर हो नि त, सिकाइदेऊ न मलाई। अब फर्काउने बेलामा यस्तै त हुन्छ। कहाँ आयो हामी, कहाँ आयो? आउनु चाहिँ आयो। ए यसरी भनेको तिमीले? यस्तो भएन अब यस्तो गर्ने भने त्यो त आफ्नो अनुहार त भइरहेको छ। धेरै नै ठोकठाक गरेको छ कि भित्तालाई तर भान्जा तिम्रो आयो पनि भन्दा त मेरो मोबाइल राम्रो आयो त क्यामेरा त है। सो देख्न सक्नुहुन्छ। अब हेर्दै गर्नु होला, इन्जोय गर्दै गर्नु होला। सो हामी निस्किँदैछौँ। बुद्ध चोक अगाडि आउनु चाहिँ बुद्ध चोक है दाजुभाइहरू। हेटौँडा भ्याली भनेपछि अब घुम्दा घुम्दै खालि प्रत्येक भ्लगमा एउटै मात्रै भ्याली हेटौँडा सिटी। यो भनेपछि हामी बुद्ध चोक नछिरिकन हामी यो भैरव रोड
अटोको अगाडिको एन्टिनालाई तल झारिदिनु न। ए एन्टिना जताबाट पनि घुमेर तिमी आउँदो रहेछ। एन्टिनाले गर्दा मेरो भ्लगै बिगाएको थियो कि। पछाडि त्यति खासै पछाडि देखाउनु पर्दैन नि त, त्यही भएर क्लियर आइरहेको सो हामी चाहिँ हुप्राभन्दा तलको रोडमा आइपुग्यो है। अब यताबाट हामी छिरेर अब हुप्रा निस्किन्छौँ। अब राम्रो दिन आउँछ नि त यहाँ चरीहरूलाई भिडियोमा उतारिसकेपछि। नगर चरीलाई देखाउनु सो दाजुभाइहरू फाइनल देख्न सक्नुहुन्छ। यो चाहिँ हुप्रा चौर टुडी खेल होइन, हुप्रा चौर हो यो चाहिँ। अब हेटौँडाको टुडी खेल पहिला पहिला यहाँ ल राम्रोसित जाऊ है। ल दाजुभाइ रुम आइपुग्यो। अब म नेक्स्ट कन्टेन्ट लिएर फेरि आउने नै छु। आजको लागि चाहिँ मलाई बिदा दिनु होला। हस्, थ्याङ्क यू सो मच दाजुभाइहरू। लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला है।